नमस्कार साथीहरू। लोक सेवा तथा एनएसपीसी लाइसेन्सको तयारी गर्नुहुने हेल्थ असिस्टेन्ट, स्टाफ नर्स अब अनमिक पढ्नुहुने सबैको लागि इम्पोर्टेन्ट हामीले चाहिँ सधैँ युट्युबमा क्लासहरू जुन कुराहरू चाहिँ हाम्रो इक्जाम पोइन्ट अफ भ्यूले इम्पोर्टेन्ट छ त्यो कुराहरू आइरहेका छौँ र आज हामीले कार्डियोभास्कुलर सिस्टम को चाहिँ एमसीक्यूहरू जुन चाहिँ एकदमै इम्पोर्टेन्ट क्वेसन आजसम्म हामीले पढेको टपिकबाट छ त्यसको मुख्य एमसीक्यूहरूलाई चाहिँ आज हामीले डिस्कस गर्छौँ। अब यो हाइपरटेन्सनबाट क्वेसन छ। हाइपरटेन्सन इज भनेको छ है त। हाइपरटेन्सन इज ब्लड प्रेसर 120/80, ब्लड प्रेसर 130/80, ब्लड प्रेसर मोर देन 140/90, ब्लड प्रेसर लेस देन 90/60 भनेको छ है। अब हाइपरटेन्सन डिफाइन गर्नको लागि यति ब्लड प्रेसर मात्रै भएर हुँदैन है। मोर देन अपार्ट्स अफ 4 आवरमा 4 घण्टाको फरकमा 2 पटक ब्लड प्रेसर चेक गर्दा पनि कति त ब्लड प्रेसर 140/90 भन्दा माथि भयो भने त्यो कन्डिसनलाई के भनिन्छ? हाइपरटेन्सन भनिन्छ। अब यो नर्मल प्रेसर भित्रै पर्यो, यो प्री हाइपरटेन्सन भित्र पर्यो हैन। लेस देन 90/60 भनेको के हो? हाइपोटेन्सनमा पर्छ है त। 90/60 भन्दा तल भयो भने के हुन्छ? हाइपोटेन्सन पर्छ। त्यस्तै अर्को छ मोस्ट कमन कज अफ हाइपरटेन्सन भनेको छ। यसमा सेकेन्डरी कज, रिनल कज, मेलिग्नेन्ट र एसेन्शियल भनेको छ। मोस्ट कमन 95% अफ हाइपरटेन्सन्स आर कज बाई के त एसेन्शियल कजको कारणले गर्दा हुन्छ, जस्तो जेनेटिक्स कुराहरू अनि त्यसपछि गएर ओबेसिटी लगायतका कुराहरूले गर्दाखेरि हुन्छ। त्यही भएर मोस्ट कमन कज अफ हाइपरटेन्सन भनेको एसेन्शियल हो। 95% एसेन्शियल हुन्छ र 5% चाहिँ सेकेन्डरी हुन्छ है। 5% चाहिँ के हुन्छ? सेकेन्डरी कज हुन्छ। त्यस्तै अर्को छ मोस्ट कमन कज अफ फेरि सेकेन्डरी हाइपरटेन्सन के हो त भनेर भनेको छ। यसमा छ डायबिटिज, रिनल कजेस, ओबेसिटी र एथेरोस्क्लेरोसिस छ। के होला त? डायबिटिज हैन, ओबेसिटी हैन, एथेरोस्क्लेरोसिस के हो? मोस्ट कमन कज अफ इस्केमिक हार्ट डिजिज हो, तर के हैन? सेकेन्डरी हाइपरटेन्सन हैन। त्यही भएर के भयो? रिनल कजेज हो। रिनल कजमा केले गराउँछ? मोस्ट कमन कज भनेको रिनल कजमा ग्लोमेरुलोनेफ्राइटिस है। ग्लोमेरुलो है कहिलेकाहीँ रोगहरू दिएको हुन सक्छ कि त्यति बेला चाहिँ के गर्ने? ग्लोमेरुलोनेफ्राइटिस भनेर लगाउनु पर्यो है त। अब हेरौँ है त। 5 नम्बरको प्रश्न छ हाइपरटेन्सिभ इमर्जेन्सी। क्वेसन राम्रोसँग बुझ्नुपर्छ है। पहिला सल्भ गर्नुभन्दा पहिला क्वेसन बुझ्ने पहिला। हाइपरटेन्सिभ इमर्जेन्सी कन्डिसन इज भनेर भनेको छ है। के छ त? ब्लड प्रेसर 140/110 भन्दा बढी, ब्लड प्रेसर 150/100 भन्दा बढी भनेको छ हैन। यो के भयो? दुईटै मिलेन। अब यता आयो ब्लड प्रेसर 180/120 भन्दा बढी विथआउट टार्गेट अर्गन ड्यामेज भनेको छ। र अर्को फेरि 180/120 विथ टार्गेट अर्गन ड्यामेज भन्नु भनेको छ है त। टार्गेट अर्गन इन्जुरी पनि भनेर भन्छ कहिलेकाहीँ। अब यसमा के हुन्छ त? यहाँ के भनेको छ? इमर्जेन्सी हामीसित दुईवटा कन्डिसन थियो। एउटा इमर्जेन्सी भन्ने थियो, एउटा अर्जेन्सी भन्ने थियो। अर्जेन्सीमा के हुन्थ्यो? ब्लड प्रेसर बढी हुन्थ्यो तर टार्गेट अर्गनमा इन्जुरी भएको अथवा ड्यामेज भएको हुँदैन थियो। इमर्जेन्सी भनेपछि के हुनु पर्यो? टार्गेट अर्गन के हुनु पर्यो? ड्यामेज हुनु पर्यो। र एन्सर के भयो? डी नम्बर भयो, विथ टार्गेट अर्गन ड्यामेज चाहिँ हुनु पर्यो। अब यो कन्डिसन के भयो त? यो चाहिँ 120 विथआउट भयो भने यो चाहिँ अर्जेन्सी भयो है। अर्जेन्सी भयो, यसरी जान्ने। अब अर्को छ ड्रग कन्ट्रा इन्डिकेटेड इन प्रेग्नेन्सी। प्रेग्नेन्सीमा दिन नहुने औषधि कुन हो? यो ब्लड प्रेसरको औषधिहरूको कुरा गरेको छ। यसमा लेबेटालोल भनेको छ, लेबेटालोल दिन मिल्छ हैन। इनालेप्रिल भनेको छ, मिथाइल डोपा छ र नेफिडिपिन छ। अब मिथाइल डोपा त ड्रग अफ चोइस नै हो प्रेग्नेन्सीमा है। प्रेग्नेन्सीमा हाइपरटेन्सन र हाइपरटेन्सिभ प्रेग्नेन्सीमा मिथाइल डोपा ड्रग अफ चोइस भयो। नेफिडिपिन पनि के हुन्छ? युज गरिन्छ प्री इक्लेम्सिया इक्लेम्सियाहरूको कन्डिसनमा, इमर्जेन्सीमा युज गरिन्छ। लेबेटालोल पनि इमर्जेन्सीमा युज गरिन्छ भनेपछि दिन नहुने भनेको के हो त? इनालेप्रिल हो। यसलाई चाहिँ एससीई ग्रुपको पर्छ दियो, एन्जियोटेन्सिन कन्भर्टिङ इन्जाइम ग्रुपको पर्छ। यो औषधिहरू प्रेग्नेन्सीमा के हुन्छ? कन्ट्रा इन्डिकेटेड हुन्छ है। त्यो जान्नु पर्यो। सी भयो राइट एन्सर। के भयो? राइट एन्सर भयो सी। ल त्यस्तै अर्को छ लाइफस्टाइल मोडिफिकेसन इन्क्लुड भनेको छ। लाइफस्टाइल मोडिफिकेसनले के इन्क्लुड गर्छ त? हाई साइल डाइट, स्मोकिङ, अल्कोहल र एक्सर्साइज। अब हाई साइल डाइट गर्छ त? धेरै नुनिलो खानेकुरा गर्छ त? गर्दैन। स्मोकिङ गर्छ त? गर्दैन। अल्कोहल खान भन्छ त? लाइफस्टाइल मोडिफिकेसनले भन्दैन। भनेपछि के भन्छ? एक्सर्साइज गर्न भन्छ है। अर्को छ ड्यास डाइट इज
फर भनेर भनेको छ। ड्यास भनेर हामीले पढाएको थियौँ नि थ्योरी। को साथीहरू यो क्लास मात्रै हेर्दै हुनुहुन्छ भने हाम्रो युट्युब च्यानलमा गएर यसको सम्पूर्ण क्लास छ, यो सबै कुरा थ्योरीमा मैले राम्रोसँग बुझाएको छु, त्यो हेर्नुभयो भने अनि तपाईँहरू क्लियर हुन्छ है त। ड्यास राइट के हो त? ड्यास राइट केमा युज गरिन्छ भन्दा के दिएको छ अप्सनमा? डायबिटिज मेलाइटिस दिएको छ हैन, इस्केमिक हार्ट डिजिज दिएको छ, हाइपरटेन्सन दिएको छ र टिबी दिएको छ। केमा युज गरिन्छ? राइट एन्सर हो हाइपरटेन्सनमा। हाइपरटेन्सनमा के गरिन्छ? ड्यास डाइट युज गरिन्छ। यसमा चाहिँ अल्कोहलहरु नखाने, ओबेसिटी कम गर्ने, साल्ट डाइट चाहिँ एकदमै कम गर्ने, एक्सरसाइजको कुराहरू केमा पर्छ? डाइटरी एप्रोच टु स्टप हाइपरटेन्सनमा पर्छ है त। 9 नम्बरको क्वेशन छ फ्युर्सेमाइड कज भनेर भनेको छ है। फ्युर्सेमाइडले के कज गर्छ त, अथवा यसको साइड इफेक्ट के हो त भन्ने कुरा। हाइपरक्यालेमिया, हाइपरक्याल्सिमिया, हाइपोक्याल्सिमिया र हाइपोक्यालेमिया छ। यसको चाहिँ के हुन्छ? हाइपोक्यालेमिया हुन्छ है त। फ्युर्सेमाइडले के गर्छ भने सोडियम र पोटासियम दुईटैको एक्सक्रिसनलाई बढाउँछ के, बाहिर फाल्ने दरलाई चाहिँ बढाउँछ। त्यही भएर हाइपोकज केले गर्छ? फ्युर्सेमाइड गर्छ। तर स्पाइरुलोल्याक्टोन एउटै ग्रुपको ड्रग पनि स्पाइरुलोल्याक्टोनले के गर्छ भने हाइपरक्यालेमिया गर्छ है। स्पाइरुलोल्याक्टोनले हाइपरक्यालेमिया गर्छ, फ्युर्सेमाइडले के गर्छ? हाइपोक्यालेमिया गराउँछ है। हाइपोक्यालेमिया भनेको के हो त? पोटासियमको लेभल कम हुने। सोडियम पोटासियम भन्ने हुन्छ नि, पोटासियमको लेभललाई पोटासियमको लेभल कम भयो भने हाइपोक्यालेमिया, बढी भयो भने हाइपरक्यालेमिया है। अर्को छ मोस्ट कमन कज अफ इस्केमिक हार्ट डिजिज भनेर भनेको छ। इस्केमिक हार्ट डिजिजको मोस्ट कमन कज के हो त? इस्केमिक हार्ट डिजिज अर्को यसलाई यो पनि लेख्न सकिन्छ हैन, एमआई भनेर आउन सक्छ, एन्जाइना भनेर आउन सक्छ। यो सबै केमा पर्छ? इस्केमिक हार्ट डिजिजमा पर्छ भनेर हामीले थ्योरी क्लासमा पढिछ। अब मोस्ट कमन कज अफ एमआई भनेको के हो? के इस्केमिक हार्ट डिजिज भनेको के हो त? इन्फेक्सन हो कि, ट्रमा हो कि, एथेरोस्क्लेरोसिस हो कि, एलर्जी हो त भन्दा एथेरोस्क्लेरोसिस हो है। यो पढिसकेको छ। त्यस्तै अर्को क्लासिकल सिम्पटम अफ एन्जाइना भनेको छ, एएनजिआई है। क्लासिकल सिम्पटम भनेको कस्तो टिपिकल फिचर के देखिन्छ त एन्जाइनाको पेनमा भनेर भनेको। पेन कस्तो किसिमको हुन्छ त? सिम्पटम कस्तो हुन्छ त भन्दा शार्प पेन हुन्छ कि, घोचे जस्तो हुन्छ कि, ड्रोनिङ हुन्छ कि, क्रसिङ हुन्छ कि, एक ठाउँमा मात्रै लोकलाइज हुन्छ त भनेको। अब यसमा हामीलाई कन्फ्युजिङ बनाउने भनेको शार्प पेन र क्रसिङ पेनले हो, दुईटै पढेको छ नि त। तर यसको चाहिँ क्लासिकलमा विशेष गरेर क्रसिङ टाइपको, त्यसैले चाहिँ दबाए जस्तो क्रसिङ गरे टाइपको के हुन्छ त? पेन हुन्छ है। यो मध्ये क्रसिङ लगाउनु होला। यो यसभन्दा पहिला एकचोटि लोक सेवामा सोधेको छ के यो क्वेशन है त। त्यस्तै अर्को छ ड्रग अफ चोइस इन एक्युट एन्जाइना भनेको छ। एक्युट एन्जाइनामा चाहिँ ड्रग अफ चोइस के हो त? स्प्रिन हो कि, नाइट्रोग्लाइसिन हो कि, डाइगोक्सिन हो कि, इन्सुलिन हो भनेर भनेको छ। यसको सही एन्सर हुन्छ नाइट्रोग्लाइसिन है त। नाइट्रोग्लाइसिनले पेन म्यानेजमेन्ट गर्नको लागि पनि हेल्प गर्छ, अक्सिजन डिमान्ड पनि कम गर्छ। त्यही भएर ड्रग अफ चोइस के हो? एक्युट एन्जाइनामा नाइट्रोग्लाइसिन। ल हेरौँ है त। 13 नम्बरको क्वेशन छ मोस्ट स्पेसिफिक इन्टरभेन्सन इन एमआई भनेको छ। प्रश्न राम्रोसँग पढ्ने है। स्पेसिफिक भनेको छ, सेन्सिटिभ र स्पेसिफिक दुईटा पढेको थियो हामीले थ्योरी क्लासमा। के थियो त? सेन्सिटिभ भनेको इसिजी थियो, स्पेसिफिक भनेको के थियो? ट्रोपाई थियो है त। सेन्सिटिभ भनेको भए के हुन्थ्यो? इसिजी थियो। त्यस्तै गरेर फर्स्ट ट्रिटमेन्ट इन्टरभेन्सन इन एमआई भनेको छ। फर्स्ट ट्रिटमेन्ट इन्टरभेन्सन इन एमआई, ट्रिटमेन्ट गर्दा सुरुमा चाहिँ के गर्ने? सुरुको इन्टरभेन्सन चाहिँ के हो त एमआई को केसमा भनेको भनेर प्रश्न सोधेको छ। O2 सप्लाई, अक्सिजन दिने, सिटामोल दिने, इसिजी गर्ने, एस्पिरिन दिने भनेको छ। यसको ट्रिटमेन्ट इन्टरभेन्सन भनेपछि इसिजी परेन, इन्भेस्टिगेसनमा पर्यो भनेपछि के भयो? यसको चाहिँ सही एन्सर O2 सप्लाई है। फर्स्ट इन्टरभेन्सन भनेको अक्सिजन सप्लाई हो। यो एस्पिरिन भनेर झुकिन सक्छ, यो चाहिँ नझुकिने है। मोस्ट कमन कज अफ हार्ट फेलियर ग्लोबली, हार्ट फेलियर अथवा कन्जेस्टिभ कार्डिक फेलियरको मोस्ट कमन कज ग्लोबली के हो त भन्दा के हो त? एथेरोस्क्लेरोसिस हो त? होइन। हाइपरटेन्सन हो त? होइन। भल्भुलर हार्ट डिजिज हो त? होइन। भनेपछि इस्केमिक हार्ट डिजिज, आइएसडी भनेको के त? इस्केमिक हार्ट डिजिजहरु पर्यो, एमआई, एन्जाइना हैन, त्यो कुराहरु चाहिँ पर्यो है त इस्केमिक हार्ट डिजिज भित्र। मोस्ट कमन कज अफ राइट साइड हार्ट फेलियर भनिन्छ। राइट साइड हार्ट फेलियर हुनुको मोस्ट कमन कज चाहिँ के हो त? सीओपीडी, लेफ्ट साइड हार्ट फेलियर, पल्मोनरी इम्बोलिजम, ट्राइकोस्पिड रिगर्गिटेसन भनेको छ। मोस्ट कमन कज अफ राइट साइड हार्ट फेलियर भनेको के हो त? लेफ्ट साइड हार्ट फेलियर हो। यो सम्झिने है, इम्पोर्टेन्ट छ। लेफ्ट साइड को हार्ट फेलियर भयो भने राइट साइड को हार्ट फेलियर हुने चान्स बढी हुन्छ है त। ल अब छ पेशेन्ट अवेक एट नाइट
ग्यास्पिङ फर ब्रिथ दिस सिम्पटम इज भनेको छ रातिमा सुतेको बेलामा पेसेन्ट एक्कासी बिउजिन्छ सास फेर्न नसकेको कारणले गर्दाखेरि भने त्यो सिम्पटमलाई के भन्ने भनेको छ यहाँ छ अर्थोपेनिया प्यारोक्सिमल नोक्सुरल डिस्निया स्लिप एप्निया र डिस्निया भनेको छ है त डिस्पिनिया पनि हुन्छ डिस्निया पनि हुन्छ है अब यसमा के हुन्छ रातिमा पेसेन्ट पिउजिएको छ सास फेर्न अप्ठ्यारो भएर अथवा सास रोकेर भने त्यसलाई के भन्छ प्यारोक्सिमल नोक्सुरल डिस्निया भन्छ है त पी यो के को सिम्पटम हो कन्जेस्टिभ कार्डिक फेलियर हार्ट फेलियरको सिम्पटम है त अर्थोपेनिया भनेको के हो फ्ल्याट भएर उत्तानो परेर सुत्दाखेरि सास फेर्न गाह्रो भयो भने त्यसलाई के भन्ने अर्थोपेनिया स्लिप एप्निया भनेको राति सुतेको बेलामा सास अड्किने त्यो समस्यालाई चाहिँ के भन्छ स्लिप एप्निया भनेर भनिन्छ हैन अर्को डिस्निया भनेको त सास फेर्न गाह्रो हुने कुरा भइहाल्यो प्यारोक्सिमल नोक्सुरल डिस्निया भनेको के हो भने राति सुतिरहेको बेलामा सास अड्केर बिरामी एक्कासी बिउजिने अवस्था त्यो खालको सिम्पटम लिएर आएको छ भने त्यसलाई के भन्छ पिएनडी भनिन्छ यो केमा हुन्छ क्रोनिक कन्जेस्टिभ कार्डिक फेलियर अथवा हार्ट फेलियरमा देखिन्छ है अब यो जानुपर्छ सी यसको एन्सर जसको छ इलिभेटेड जेबीपी इज स्पेसिफिक साइन अफ भनेको छ जेबीपी केमा बढ्छ त राइट साइड हार्ट फेलियर र लेफ्ट साइड हार्ट फेलियर एकदम इम्पोर्टेन्ट छ है हाम्रो यो एचए हेल्थ असिस्टेन्ट लेभलमा राइट साइड हार्ट फेलियर र लेफ्ट साइड हार्ट फेलियरको बारेमा पढ्न एकदमै जरुरी छ यसबाट एमसीक्यूमा पनि सोधेको छ डिफरेन्स 5 नम्बरमा सोधिरहेको छ लङ क्वेसनमा पनि सोधिरहेको छ जेबीपी केमा राइज हुन्छ त राइट साइड हार्ट फेलियर लेफ्ट साइड हार्ट फेलियर आरएसडी भनेको रिमाटिक हार्ट डिजिजमा अथवा हाइपरटेन्सनमा भनेको छ यसको सही एन्सर हो के त राइट साइड हार्ट फेलियरमा है त त्यस्तै व्हिच इन्भेस्टिगेसन इज कन्सिडर्ड गोल्ड स्ट्यान्डर्ड फर सीएचसीएफ भनेको कन्जेस्टिभ कार्डिक फेलियर हार्ट फेलियरमा कुन टेस्टलाई चाहिँ गोल्ड स्ट्यान्डर्ड मान्छ भनेर सोधेको छ है यो भनेको के हो त इसीजी हैन एक्सरे हैन इको है इको कार्डियोग्राम है चाहिँ के मान्छ स्पेशल जुन हामीले कार्डियोभास्कुलर सिस्टममा कार्डियोभास्कुलर कन्डिसन अन्तर्गत त पढेका टपिकहरुबाट इम्पोर्टेन्ट त्यो एमसीक्यूहरु चाहिँ हामीले यसमा प्र्याक्टिस गरेका छौं यो भन्दा थुप्रै एमसीक्यूहरु छन् जुन तपाईहरुले चाहिँ प्र्याक्टिस गर्नुपर्ने हुन्छ मेन कुराहरु झुक्किने कुराहरु मात्र मैले यसमा पढाएको छु बुकबाट एकदमै प्र्याक्टिस गर्नु होला र हाम्रो थ्योरीको क्लास हेर्नु भयो भने तपाईलाई एकदमै क्लियर हुन्छ यसमा केमा के हुन्छ भन्ने कुरा यो थप यो बाहेकको धेरै कुराहरु सिक्नुहुन्छ र लाइसेन्स प्रिपरेसन गर्ने साथीहरुले विशेष गरेर फोकस एमसीक्यूमा गर्नुपर्ने हुन्छ दिनमा कम्तीमा पनि एउटा सेट एमसीक्यू र सँगसँगै कुनै सिस्टमको अथवा कुनै डिजिजको एउटा कम्तीमा पनि 100 वटा एमसीक्यू चाहिँ प्र्याक्टिस गर्नुभयो भने लाइसेन्सको लागि एकदमै सहज हुनेवाला चाहिँ एन्सर हेरेर गर्ने भने तिनै क्वेशनहरु रिपिट भइरहेको हुन्छ के लाइसेन्समा चाहिँ लोकसेवामा चाहिँ अलिकति ट्रिकी क्वेशनहरु झुक्काउने खालको क्वेशनहरु हुन्छ लाइसेन्समा चाहिँ त्यस्तो नहुने हुँदा तपाईहरुले चाहिँ एमसीक्यूमा एकदमै बढी फोकस गर्नु होला सँगसँगै हाम्रो यो थ्योरी क्लासहरु पनि हेर्नुभयो भने पछि लोकसेवा तयारी गर्ने साथीहरुको लागि पनि एकदमै सहज हुनेवाला छ आजलाई भिडियो यति नै अबको भिडियोहरुमा चाहिँ यसरी यो एमसीक्यू को यसरी लेखेर भन्दा मैले तपाईहरुलाई चाहिँ ल्यापटपबाट सरसर्ती गराउने छु त्यसमा चाहिँ एकैछिनमा हामीले चाहिँ यो लामो समय लिनु भन्दा पनि त्यहाँ धेरै कुराहरु डिस्कस छोटो समयमा गर्न सकिने हुन्छ र आज यति भन्दै आजको क्लास यतिकै म सकाउन चाहन्छु र अबको दिनमा चाहिँ फेरि हामीले थ्योरी क्लासहरुलाई कन्टिन्यू दिनेछौं युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला बेल आइकनलाई थिचेर तपाईले हामीले भिडियो हाल्नेबित्तिकै तपाईको युट्युब च्यानलमा नोटिफिकेसन बज्ने बनाउनुस् तपाईहरुको लागि चाहिँ एकदमै उपयोगी हुन्छ है त